अब खाना खान लागेको खाना पाक्यो होइन सबै थोक रेडी छ बाबै पनि आइसो नानीलाई पनि खुवाइसक्यो अब हामी खाना खाने सोहिजन र माम आजको सब्जी चाहिँ यो सोहिजन र आलु त्यसको लागि यहाँ रेडी गर्दैछु यताउता यहाँ मिक्सचरमा चाहिँ धनियाँ अलिकति जिरा सानो हाँसेको हेर नि मेरो छोरी धनियाँ जिरा अनि लसुन लदुवा अनि त्यसपछि लदुवा भने भन्छ बेबी अनि त्यसपछि हरियो खोर्सानी अब घ्यारेर बनाउने अनि पकाउने हस् यस्तो पेस्ट भयो यो चाहिँ यस्तो पेस्ट भयो है अब म पकाउन सुरु गर्छु कराई बसाउनु अनि त्यसपछि तताउने सन्न हुने गर्छ यो चाहिँ मेथी अलिअलि यसो उसो खुराको है मेथी ज्वानो जिरा यो जिरी खोर्सानी पिरो खानु मन लाग्दैन सन्चो हुँदैन त्यसपछि बर्बाद भइहाल्छ यतिको रातो भएपछि अब अरू यो पेस्ट राख्नु हो यस्तो सब मसला लगाइसक्यो मसला नुन पेसा सबै लगाइसक्यो अब म पलाएर आलु पनि खाना लगाइदिनु हुन्छ है सोहिजन हजुर पलाएर पानी हाल्दैन कि यसरी पानी हालेर 10 मिनटसम्म छोपेर पकाउनु एकछिनै अब यसलाई यसरी छोपेर 10 मिनटसम्म पकाइदिनु कि सानो इन्डक्सन बनाएर पकाइदिने आएको अरू काम गर्नु साग खाना गरेर कति काम गर्नु यता मैले चामल पनि भिजाइसकेँ आज अरू छ 1 कप अलिकति चामल भिजाउँदा पुग्थ्यो भने आज सोहिजन पकाएको दिन 2 कप हाल्नुपर्छ किनभने मेरो राजालाई राजाले मेरो महाराजालाई 1-2 मिनट लाग्छ यो सब्जी साग पनि पकाएँ चट्ट साग पनि पकाउनु हो एकछिनमा अहिले पकाउँदिन के मिठो लाग्छ अरे बाबा साग खाने आजको भान्सा यही हो बाबालाई खोर्सानी छ त्यहाँ यसो उसो साग छ क्यारेट पनि खाने यो सोहिजनको रस हो एम्मी छ बेबी ल स्टार्ट गर्छु बाबा लेट्स स्टार्ट